गाइस मुसा मगरलाई हो त्यहाँ बाल्टी नै राखिदिनु हो त्यहाँ सबै सकाउँछ भने उनीहरू दुईजनालाई हो कति राम्रो रोटी हो मान्छे सगरमाथा चढ्दैछ है उ चाहिँ हेलो गाइस हामी चाहिँ अहिले कहाँ जान लागेको भने हामी चाहिँ गाउँ जान लागेको हो गाइस काफलदार जान लाग्यो अहिले हामी चाहिँ रोटी सोटी पोलेर अनि जाने हो अनि अहिले चाहिँ हामी पुलमा छौँ कति राम्रो छ पुल पनि हाम्रो पुन्टे छ पुन्टेले चाहिँ बिस्कुट खाइरहेछ है अनि हामी चाहिँ अनि हाम्रो भारी चाहिँ यसरी बोकेर लैरहेको छ यस्तो राम्रो हो के यता चाहिँ मसन घट अनि त्यही हो रमाइलो हुनेवाला छ अब हामी चाहिँ गएर भेट्छौँ गाइस तान यता हेर न आउँछ नि त चट्टा खान्न गाइस यो गाडी अब कहिले बन्ने हो दुईटा है गाइस आज गाडी चाहिँ त्यो उसको भाइरल वाली त्यो दमलीको त्यो चटपट कति किने खानु मान्छेले जुसले बगा ए अब त चटपट खाना ए अब भन्नु न यसरी कस्तो सानो छोरी त्यो के रे कमलाले नि नसुन्ने लाज लाग्यो कि त्यही भएर कसको सालीको हो खै रुमाल ल्याऊ रुमाल ल्याएन यो कपडा फुल्नु छ भने मलाई नयाँ कपडा नलाइदिहाल्यो अब टिप्दै खायो उसले सानो छोरामा सालीहरू जिस्काउने रे नाम नि थाहा छैन रहेछ आज साली निक्नेम न भरे साडीहरूलाई चुल्को बजाउन आउँछ कस्तो भयो चटपट जाउ लायो मस्तो टाउ गाउँ काहीँ हामी चाहिँ गाउँ जान लागेको किनभने यसको बिहे छ अनि त्यही भएर गाउँ जान लागेको अब मेरो बहिनीको पनि चाँडै बिहे हुँदैछ गाइस के गर्ने होला मलाई भयो अब यसको चाहिँ बिहे हुँदैछ लास्टमा जान्छु यो हो के दिदी नगए बहिनी जान्छु के हो त्यो पनि हो अब हामी निस्किन लाग्यो यहाँबाट गाडी बनेकै छैन त्यही भएर यहाँ यतिकै बसिरहेको हो अब एकछिनमा जाने हो यो चाहिँ अघि भर्खरै आयो हामीसँग रिसाएर कुई भयो थियो अनि बल्ल आइदियो अब यो हामीसँग जान्छे यसको बिहे गरिदिन्छु अब अनि यसको बिहेमा तपाईँ हामी पार्टी खानुपर्छ गाइस यति नै हो अहिले हामी देखाउँछौँ अनि यस्तो रमाइलो गर्नेछौँ कि यस्तो रमाइलो गर्छौँ कि हामी तपाईँहरू हेरेर बसिरहनु होला उसले चाहिँ कोक खाइसक्यो अनि त्यही हो अहिले गाडीमा चढेको देखाउँछौँ हामी ओके बाई गाइस एकछिनपछि भेटौँला बाई सगरमाथा चढ्दैछ है ऊ चाहिँ
कहिले हिँड्यो भने त भाँचिएर ल आउँदै गर्नु न हामी गए कस्तो घिनाउँदै मलाई त गाइज हामी चाहिँ यहाँ बस्दा बस्दा थक्यो लगाइसक्यो भोग्ने लगाइसक्यो यो ड्राइभर दाइले के हामी यहाँ छौँ गाइजको मान्छे हो यो यता हेर्नु खै घामले केही देखेको छैन देखो न देखो न भने के हजुर हो र ए गाइजहरू बाटो यस्तो छ मरे किन हिँड्नु भएको त अनि ए ल ल कति राम्रो सोल्टिने हजुर आइपुग्यौँ है हामी त गाइज हामी चाहिँ एकछिन मिलाउँ है गाइज कति राम्रो उयो हेर्नु कति राम्रो हेर न कस्तो राम्रो छ जिन्दगीको गोरेटोमा केही शब्द मेरो ब्लगमा भन्नु केही शब्द केही शब्द बोल्नुहुन्छ हजुर बोल्नुहुन्न बोल्दैन रे ठुलो पल्टे उहाँ चाहिँ ठुलो पल्टिनु भयो ठुलो अहिले यस्तो खायो कस्तो लिएर नि त बाजे के भयो बाजे सुन्ता चोर लाग्यो क्या है बाजेले चाहिँ सुन्तलालाई एकदम घोरेर हेरेर आइपुग्यो गाइजहरू सिन्च्याङ लिन्च्याङ घिन्च्याङ सिन्च्याङ लिन्च्याङ घिन सिन्च्याङ आइपुग्यो गाइज हामी चाहिँ यस्तो राम्रो हो यतापट्टि गाइज गाउँ आइपुग्यो अब चाहिँ जान लगाएको डेन टेरेङ गाइस ओइ पङ्कु यता हेर बुफार रे बुफार कस्तो राम्रो हाबी एयरपोर्टलाई मेरो बुफार रे आसी खायो गाइस हामी आइसक्यो कति राम्रो देखेको यता ए माखुरी किन नाचेको यतैबाट जाने हो अब हाम्रो चाहिँ यहाँ अब यस्तै जाँदैछ बारी बोकेर राम्रो हेलो के खाँदै हो चिया हो त्यतै छ नखान्छ राइछ त चस गरौँ न चस बाबो कोइला हगेको उता टरेको भित्र बिना बनातो त हगेको पनि यस्तो गरेर अच्ची कति घिन लाग्दा मान्छे बोलायो छि छि देखो पनि भिडियो बनाएको के उता चिया बाबु अघिल्लो हौडमा जान्छ भोलि फर्किने गाइज मेरो बहिनीले चाहिँ काम गर्दैछ है यहाँ
यस्तो काम गरेर उहाँलाई पाउने बुढा त एकदम भाग्यमानी होला जस्तो लाग्यो है गाइजहरू 50 गर्नु आएको अब 50 गर्नु पर्यो गाइज ल्याएर के ल कहाँ हो आमिस गाडी भने बेजरै हुन्छ यार कति राम्रो रोटी हो मान्छे जस्तै कति राम्रो दाउरा त नभएको बिहामा टिका दाउरा सिधेको ल ल्याएर नि भात तरकारी पाकिसक्यो म त भोक लाग्यो पाउँदैन आउला आउला मजा सुजिन दाई कस्तो है त्यति बेला कस्तो बेमानी भएको थियो है मिदिनी अरूसँग डान्स सिकेर हाम्रो नि गिल्लादो नाच्दिएको के मिदिनले त कराइदिएर गाइस यो गीतमा जोडी जोडी भएर नाचेको याद आयो तर एउटा जोडीले चाहिँ यहाँ बे गरेर नानी पनि पाइसक्यो बिर्स्यो नाचेको याद छ ओए यो फर्काले रुक हामी छु यो उता लैजा सुकु उतापट्टि कुनामा लैजा गोलो मिला न गोलो मेरो ब्लग त्यसलाई कट गरेर यसरी ब्लगमा ह्यापी गाइस रोटी खान आउनु है रोटी खान नाच्नु न तपाईँ बाग्लो के भयो कुकुर बिरालो गाई चाहिँ चाहिँ गाउँघरमा यस्तै हावा के भयो धेरै गरे पुन्टे त आम्मे उ म्याउ 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 करे दलेर अब हामी यहाँ रोटी पोली भ्यायो अब हामी चाहिँ कडेमा ड्याङ्का ड्याङ हेर्नु यस्तो छ हालत हाम्रो कुडैमा ड्याङ्का ड्याङ खाइँदै लाइले खाएर भेट्छ अहिले हामी चाहिँ रोटी पोल्दैछ है यहाँ सबैजना हामी चाहिँ यहाँ गाउँमा हो अनि ओए रोटी खायो त कुकुरले रोटी ला तेरो हेर मजाले खाएर केले पिट्ने होला यसलाई यसलाई त ओछ्याउने कुरा तालामा थियो गाइस हाम्रो रोटी चाहिँ यहाँ छ है यो रोटी खान पल्का है यो रोटी खान तेरो लट्ठी देखाएनस् लट्ठी देखाइस् कि देखाएनस् लट्ठी तेरो यस्तो मिछ्यामा बनी बेला आँचै दसैँ झाडु भयो गाइस है बाबै सबै पोल्दियो यार रोटी त रोटी चाहिँ एकदम राम्रो भयो होला अहिले हाम्रो यहाँ हेर्नुहोस् त रोटी पोल्ने मान्छेहरू अनि म चाहिँ यहाँ झिक्दिने ओर्दिने के गरिरहेको थियो रोटी त पोल्या हो कि नि हामीले
एलर्जी आयो क्या मलाई चाहिँ त्यही हो रमाइलो छ गाउँघरमा कमेडी म्यान अनि हामी चाहिँ माथि जान्छ भन्छ क्या माथि जानु Yes. मलाई यहाँ त सुत्ने ठाउँ हुनु पर्यो नि डार्लिङ बाउलाई भने खाँदा अब चाहिँ हामी रोटी के हुन्छ रे पोलियो सकेर सुत्नु जाने हो गाइजहरू बहन में रोटी पोल रही है अब रोटी पोलने के बाद हम चली जाएंगे सोने के लिए सो आप लोगों को मेरा ब्लॉग कैसा लगा नेपाली बोल लाइक कमेंट एंड सब्सक्राइब कर दीजिए कर दीजिए क्या कर दीजिए बहन जी ए अस्ति त्यसो भन्दा अब एउटा भइहाल्यो कि पुरा आएर हिन्दी बोली लास्टमा त आगो भएन फेरि इंग्लिश बोल न इंग्लिश बनाऊ न। तर मलाई इंग्लिश बोल्नै आउँदैन कसरी इंग्लिश बोल्नु हैन नेपालीमा भनेर बाउको र एउटा नानी सोध्न आउँछ अरे त्यहाँ अच्छा नगर्छ बाउको सोध्न आउँछ अरे त्यहाँ हेलो गाइस शीत पर्यो अहिले हामी चाहिँ रोटी सोटी पोलेर नि अहिले यहाँ शीत पर्यो हे अहिले चिसो माने सिस्नु घरि पुग्दाखेरि यसको चाहिँ बोयफ्रेन्डसँग बोल्नु एकचोटिको बाबा मैले के पोग्लो गाली लाग्यो बाबा हेलो बाबा ओ रोटी पोलिसक्यौँ अब सुत्न जानु पर्यो गाइस न्युरो टिप्न गएको थियौँ हामी हामी जाँदैछौँ अनि न्युरो टिप्न गएको अनि उता कुनामा जाँदै सिस्नु झाडीमा मैले फालिदिएको क्या त्यसलाई एकछिन त त्यो के बोल्छ के बोल्छ केही सुने छैन केही बुझे छैन गाइस गाई र भैँसी भनिरहेको अब हामी चाहिँ सुत्न जानु लाग्यो के भन्ने त? अनि हामी चाहिँ माथि कता हो बाटो अनि अनि हामी चाहिँ अहिले सुत्न जानु लाग्यो गाइस अब हामी चाहिँ जाँदैछौँ बाटै मेरो रहरले मोटा हो तीन चार 5 6 7 8 हो मिल्नु नपो किन चाहियो होला भने के 3 4 के छ 4 कति 53 53 हो के 53 5 भयो आइज हस्पिटल गाइज बहिनीले चाहिँ ओछ्यान लगाइसक्यो हाम्रो ओछ्यान आइज गाइज भोलि बिहान 4 उठ्नुपर्छ हामी त अब सुत्ती पो हाल्न लाग्यौँ आइज अब हामी चाहिँ हस्पिटल यहाँ चोरी बाजी हस्पिटल चोरी चलाउनु लाग्यो तर चल्छ कि चल्दैन थाहा छैन त्यही हो गाइज भोलि भेटौँला भोलि हामी यस्तो ठाउँमा राम्रो ठाउँमा घुम्न जाने हो कि अनि हेरिदिनु होला हाम्रो भ्लग अनि माया गरिदिनु होला आज के कस्तो रमाइलो भयो होइन एकदम रमाइलो भयो अनि अब चाहिँ हामी सुत्छौँ निन्द्रा लगाइरह त्यही हो भोलि भेटौँला गाइज बाई अहिले चाहिँ सुत्छु ल बाई हाम्रो चाहिँ आज मेरो चाहिँ भेटघाट छ हामी चाहिँ अहिले पछि उता डाँडागाडी भन्ने गाउँ जाँदैछौँ अनि यस्तो गर्नु न यो डाँडाभन्दा उतापट्टि हामी जाँदैछौँ चाहिँ फ्रेस भइसक्यो यस्तो मुख धोको है पुरा पानीले एलर्जी आइरहने यति जाडो छ गाइस उता हिमालहरू पनि कस्तो राम्रो छ अनि हामी चाहिँ यहाँ हामी चाहिँ यसो बारीमा हावा खान आएको जाडोमा हावा खान आएको मुख धोको अनि पुरै जाडो भयो हौ मजाले जाडो भयो यहाँ त अनि उता देख्न सक्नुहुन्छ राम्रो राम्रो भ्यूहरू हिमाल पनि छ कति रेडी सेडी भएर अब लुङ्गी लाएर कपडा चेन्ज गरेर अब हामी चाहिँ
उता धरागाडी भन्ने गाउँमा जाने हो है ल ल त्यही अर्को ब्लगमा भेट्ने छ बाख्रा त बा खाऊ खाऊ घाँस आउनु एकछिन उठ्यौँ अझै घर छ है गाइस अब हामी चाहिँ पुन्टु पुन्टे हेलो गाइस मेरो चाहिँ हेर्नु नै हो चिसोले एलर्जी नै आएछ कस्तो पानी थियो कि चिसो मुख धोइदिएको कट्ठेर हात पनि एलर्जी नै आयो यो चाहिँ मेरो लुङ्गी हो अब हामी चाहिँ तयार हुँदैछौँ गाइस खोकी सुरु भइहाल्यो गाइस हामी त तयार भएर अब हामी चाहिँ रेडी भइसक्यो गाइस देख्न सक्नुहुन्छ हामीलाई बिराजमा त मस्कारा अब हामी चाहिँ जान्छौँ यसो गाडी बोकेर रेडी भयो लुङ्गी सुङ्गी लगाएर पनि हामी चाहिँ अब रेडी सेडी भइसक्यो अब जानु लाग्यो वहीँ गएर भेटौँ बारी हो गाइस अनि हामी चाहिँ यहाँ छौँ खै बाबु माथि हामी चाहिँ यहाँ छौँ अब बारीबाट जानु लाग्यो अहिले बाटोमा भेटौँला हस्टेलमा यहाँ भारी पुगिसक्यो यसरी नि त्यो अफ गरेर यसरी नि ठाडो गरेर नि दिनु त्यो ब्लगमा हाल्ने तरिका नि मिति नि हो कि मेरो हो र के भन्छ हो अहिले यही एउटा मात्रै हो ल भयो त्यहाँ सक्छ रक्सी बोक्नलाई दुलोजी रक्सी बोक्नु सक्छ दुला दुलीलाई नि भारी भिराइदिए गाइस हामी चाहिँ हामी त्यस्तै जानुवाला छौँ कस्तो भइरहेछ रोटी कार्टुनमा हालेर रक्सी बोकाउनु पर्ने थियो डोलमा गएन पछि बोतलले कम गर्नुहुन्छ यो गाइस हामी चाहिँ यहाँ अब माथि जाँदैछौँ डाटा गाडी भन्ने ठाउँमा ल खुट्टा दुखाउँछ क्या अहिले त कति बजी चल यो त नि पसल हो गाई चाहिँ स्कुल छ है स्कुलमा छ लुगा धोएर रहेछ आऊ पसलमा के किन्ने गाइस हाम्रो चाहिँ यहाँ देउता थाम्दैछ सो अब जाने बेलामा चाहिँ यहाँ रोटी रक्सी चढाउनु पर्ने रहेछ उहाँले चाहिँ रोटी लिएर आउनुभयो अनि यहाँ चाहिँ म यसरी भात बोकेर गर्दैछौँ चटपट खाइदिएको लगा रोटी नै खायो हामी चाहिँ हिँड्दा चटपट खाँदै कुन्टीहरू यहाँ छोटो भयो कस्तो घुर्या सुत्यो हामी वहाँबाट हिँड्दै आएको वहाँ टाढाबाट अब जानुपर्छ वहाँ टाढा टाढो छ केही भन्न चाहनुहुन्छ हजुरहरू
के भन्न चाहने हो के भन्न चाहनुहुन्न अरे उहाँजीलाई उहाँजी चुरोट खाँदै हुनुहुन्छ त्यसको फेस ठुलो हो हेलो गाइस हामी चाहिँ आइपुग्यो ल खाना खान लाग्दैछ हामी चाहिँ कस्तो रमाइलो भयो ओ जैसा यहाँको माउन्टेन छ है अब देखो न गाइस हेलो ससुराली गाउँमा हामी चाहिँ सगुन खान लाग्यो अब चाहिँ आमाहरू छ अनि हामी चाहिँ खाँदैछौँ रोटी अनि अचारहरू लगाइ चाहिँ हामी खान्छौँ अहिले एकछिनपछि बोल्छौँ गाइस फ्याङ चाहिँ खानै हुन्छ है देखो न कहाँ देखो न उधर लड़के लोग हैं रोटी हेलो गाइस हामी चाहिँ भात खाएर पनि बसिरहेको यता अरू मान्छेहरू आउँदैछ अनि हामी चाहिँ भात खाइसक्यौँ भात सँगसँगै हल्का दाल पनि खाएर आएको अनि यो अनि अब हामी चाहिँ एकछिन बसेर रमाइलो गरेर घर जान्छौँ त्यत्रो बाटो हिँडेर आएको गाइस बेला त्यही हो अब अहिले के कस्तो हुन्छ देखाउँछु देखो ना गाइस देखो कहाँ पे है हम ये कहाँ पे आ गए हम चाहिँ आइपुग्यो गाइसहरू आइरनहरू साथ खाएर पनि हल्का टिप्सो छ्याङ खाएर पनि अब एकछिन के कस्तो हुन्छ रमाइलो गर्छौँ अनि त्यहाँबाट हामी घर जान्छौँ त्यत्रो बाटो हिँडेर फेरि गाडी आयो भने गाडीमा जान्छौँ भोलि त घर जानुपर्छ गाइस घर गएन भने लड्छ मलाई मान्छेहरू चाहिँ यति धेरै छ है ल यहाँ चाहिँ कोही पक्दैछ कोही बसिरहेको छ केटाहरू चाहिँ कस्तो राम्रो छ गाइस कति राम्रो अनि केटी फेरि यता मुसा मगरलाई हेर जाहान भर्ना सिरा चाहले भनेको निको जा भर्ना जहाँ 2 गिलास खाएको जा भर्ना चा हेर्नु त बाल्टिन बोकेर आयो हो त्यहाँ बाल्टिन नै राखिदिनु हो त्यहाँ सबै सकाउँछ भने उनीहरू 2 जनालाई हो यो खाने बाल्टिन नै राखिदिनु के बाल्टिन नै राखिदिनु न मुर्रा मलाई चाहिँ थोर हाल्नु बास ल चेस ल देखो न
देखो ना देखो ना ये क्या है गाइस ये क्या है हामीले थोरै मात्रै खाने राम्रो खाने आमा बुढी आमा सबभन्दा ठुलो खतरा नाच देखाए गाइस उहाँले चाहिँ खतरा नाच खाँदै बसिरहेको मोलमा पनि नाच हेर्दै बसिरहेको हिरोको खतरा नाच्दिनु भयो उहाँले नाच अब उहाँको नाच हेर्नु होला है गाइजहरू त्यही हाल्नु ला बुबरमा निकाल्दै नानी ओ भित्रमा पसेकै त तल घाँटीमा त्यसै पठाउनु हुन्न रे अलिअलि पठाउनु खायो गाडी आयो भने गाइस अब चाहिँ हामी घर जाने हो एकछिन पछि गाडी आउँछ रे गाइस गाडी आउँछ रे मजा आउने भयो गाइस अब गाडी आउने भयो हामी चाहिँ घर जाने हो त्यो घर जाने कसै रिसाएर बम्बमा गाइस फाइनली घर जाने भयो बस्नु हुँदैन यस्तो ठाउँमा लिएर रमाइलो गर्ने ठाउँमा रमाइलो गर्यो ना त जाऊ भने मलाई तर म जान्न तो चाहिँ राम्रो पुस्तकको गाला जस्तो भयो नानी आइ छुट्या लयो एउटालाई खोसेर मेरो चाड यहाँ चाहिँ हाम्रो सोल्टी जाने देखेन गाइस हामी चाहिँ घर जानु लाग्यो सोली बोकेर सोली त छोडेन गाइस एउटा उता गयो हामी चाहिँ अब घर जानु लाग्यो सोल्टीले पछि पिछा छोडेन गाइस सँगै जाने रे कि मसँग लिएरै हिँड्नु के फेरि यहाँ एउटा गाइस हामी चाहिँ यहाँबाट आएको हो अनि हाम्रो गाडी चाहिँ उता छ यस्तो भागेर आएको झन् मान्छे त आउने रहेछ झन् हाम्रो गाडी चाहिँ यहाँ छ यस्तो राम्रो हिमाल छ यहाँ चाहिँ हामी चाहिँ यहाँ छौँ घर जानु आएको त्यो मान्छे अब चाहिँ गाडीमा चढ्छन् मान्छे छ कि हामी त फर्क्यो है गाइज घरतिर गाडीले नि आधी बाटोमा छोड्यो हामी त फर्केको अब मोबाइलमा चार्ज पनि छैन जाडो भयो अब एकैचोटि ओछ्यानमा गाइज त्यही हो अब यहाँ हाम्रो चाहिँ साबुन हुन्छ कस्तो भयो आजको दिन एकदम जाडो बिचरा सोल्टीहरूले छैन के गर्नु नजिक भए पो बस्नु है अनि बुढी भएर टोकल दिनु पाएन भने सोल्टीहरूले यस्तो तानातान गरी थिए तर हामी यदि टाढा जानुपर्छ तर के थाहा त्यही हो अब हामी अहिले चाट छैन अब घर गएर बोलौँला गाइस बाई हेलो गाइस हामी चाहिँ अहिले फोटोसोटो खिचेर आएको अनि हिजो चाहिँ
के भन्छ अरे ढिलो आयो नि त हामी 8-9 बजीतिर आएको थियो ल जङ्गल बाटो आएको यस्तो हिँड्न परेको है अनि हिजो बेलुका त थकेर आएर यत्तिकै सुत्दियौँ अनि आज चाहिँ बिहानै उठेर फ्रेस भएर तोरीबारी रहेछ तोरीबारीमा फोटो खिचेर आएर अनि अन्त माथि मामाको घर जानु लाग्यो हामी चाहिँ अनि तपाईँहरूले यो किन छोपिरहनु भएको भनेर भन्नुहुन्छ होला यहाँ चाहिँ एकदम जाडो छ कानमा अब बस्छ त्यही भएर यस्तै छोपेर हिँड्दैछौँ गाइस अनि त्यही हो रमाइलै छ अनि यहाँ चाहिँ के हो यस्तो सिमी हो कि लिमी हो ए तोरी रहेछ अनि त्यही हो रमाइलो भयो हिजो सोल्टीहरूले आउनै नदिएर बाटो छेकेर यस्तो गरेर आमामा अनि हामी चाहिँ अहिले माथि जाँदैछौँ राम्रो हो गरेर त्यही हो गाइस अहिले अब खानासाना खाएर तलतिर झर्नुपर्ने हुन्छ अनि अहिले एकछिनको लागि चाहिँ सिस्नु हेर्नुहोस् गाइस यहाँ हाम्रो सिस्नु पनि छ अनि गाउँघर चाहिँ यस्तो रमाइलो छ अनि हामी चाहिँ यहाँ छौँ त्यही हो यस्तो थकेला अनि यस्तो खुट्टा दुखायो कि बिहान त म यस्तो भएर खुट्टा पनि त्यत्रो बाटो हिँडेँ नि त अनि खुट्टा यस्तो दुखेर अनि यहाँ चाहिँ यस्तो हो हेलो गाइस हामी चाहिँ यहाँ यस्तो राम्रो घरमा आइपुग्यौँ देखो न गाइस देखो न यहाँ चाहिँ बिरालो र कुकुर र बिरालो रहेछ यहाँ जुइरहेछ त्यहाँ अनि हामी चाहिँ यहाँ यस्तो गर्दै नाच्नु लगाएको तर गीत बजाएर यतिकै नाच्यो भने चाहिँ हुन्छ भाइ मुसीको भेटघाट मुसीको भेटघाट उता अनि मुसीको भेटघाट पहिलो भेटघाट खाजा खाँदैछौँ है हामी चाहिँ तातो चौचोको छु यहाँ चाहिँ एउटा मालिक नै कति चिसो छ यहाँको पानी त एकदम चिया खान्थ्यो कि नानीहरू हेलो गाइस अहिले हामी चाहिँ खाजासाजा खाएर आइसक्यो अब तल घर जाने हो अनि चाउचो खाएर आएको तातो सुप खाएर आएको यस्तो मिठो भयो गाइस माइजूले बनाइदिनु भएको हामीलाई अब हामी चाहिँ के थियो यस्तो नुहाउनु नपाएर टाउको च्याप भएर भयो घर जाने बित्तिकै यस्तो नुहाउँछु गाइस यस्तो नुहाउँछु अनि अब हामी चाहिँ जाँदैछौँ रेडी हुनलाई भएर घर जानेछौँ बाई गाइस अम्मीले हेर्नुहोस् त्यही हो भयो त्यो डाँडामा नि रहेछ अम्मीले हेर्नुहोस् है अमिलो हामीले चाहिँ सबै सकाएर अमिलो यहाँ राखिनुहुन्छ खाइदिनु अमिलो यहाँ छ है कति धेरै गाइस चोर्ने मान्छेहरू चाहिँ यहाँ छ भातसात खाएर हामी चाहिँ आफ्नै बारी गयो गाई चोर्न चाहिँ आएको होइन जिस्काइदा हो अब हामी चाहिँ हाम्रो झोला हो गाई चाहिँ अब हामी चाहिँ गाडी आइसक्यो रे जाने हो झोला पनि अब हामी चाहिँ घर जानको गाई लान्छु भने गाई चाहिँ के हो यो चाहिँ के भन्छ अरे अमिलो हो अनि हामी चाहिँ अब घर जानको भातसात खायो अनि भातसात खाएँ गाइस अहिले चाहिँ म घर आइसक्यो गाडीमा चाहिँ
भ्लग गर्न पाएन किनभने सिट थिएन नि त गाडीमा पुरै त्यो पनि पछाडि त उभिएर आएको हो नि त हामी त सिट नभएर गाडी यस्तो प्याक थियो त्यो पनि कति 12-1 बजीतिर आएको गाडी त्यही पनि सिट पनि नपाएर गाडीमा यस्तो बिजोग भयो यतिकै पछाडिमा उभिएर आएको हो नि त हामी त अनि धुलोहरू यति थियो यस्तो त्यो पुरै भ्लग गर्ने वातावरण भएन नि त अनि त्यही भएर अनि हामी यत्तिकै आयो अनि त्यही हो गाइस राम्रोसँग हामी घर आइपुग्यौँ त्यही हो भिडियोलाई अन्तिमसम्म हेरेर लाइक कमेन्ट एन्ड सब्सक्राइब गरिदिनु होला बाई